गुड मर्निङ एभ्रिवान। आज बिहानको 7 बजेको छ र यो जेठ महिनाको अन्तिम दिन र म चाहिँ यो अल्ट्रा बजेटले अर्गनाइज गरेको राइडमा जाँदैछु। फर्स्ट टाइम म कुनै कम्पनीबाट जान लागेको र आज हामी चाहिँ भुलिजन निस्किन लागेको मर्निङमा 8-9 बजीतिर र आज पानी पर्ने अवस्था भएर धेरैजना आउँदैन होला सायद र हल्का रेनकोट चाहिँ गएको छ। हेरौँ पाँच पानी पर्छ पर्दैन। हामी निस्किन चाहिँ 8 बजे 9 बज्यो र सायद ढिलो भयो होला। कतिजना आएको छैन र म चाहिँ नक्सा पुगेर त्यहाँ देखाउँछु। तपाईँहरू इन्जोय गर्नु होला। भिडियोहरू अलिकति लामै हुन्छ होला सायद आज। थ्याङ्क यू। ट्राफिकले त केही त गर्दैन नि। सन्त छिटो मै आएको हो क्या? सन्त छिटो मै हो क्या? 7 बजीसम्म त्यही 7:15 मात्रै गयो अरे। हेलो गुड मर्निङ। आज चाहिँ म चाहिँ यहाँ बिहान 7 बजी चाहिँ फर्स्ट छु। हामी चाहिँ अल्ट्रा भाइलीबाट जान लाग्यो भ्लगमा। म चाहिँ आज फर्स्ट आएको छु। 40 मिटरको बाइक हो मेरो। सर यो चाहिँ मेरो बाइक हो। यो चाहिँ म लिएर जान लाग्यो। आज म चाहिँ यहाँ फर्स्टमा आएको होइन। ढिलो भएको हुनाले सबभन्दा छिटो आएको छु। यो बाइकहरू आज म चाहिँ त्यतिखेर अलिकति 8 बजी 8-9 बजी कति बजी निस्किन्छ त्यस्तो खाने ब्रेकफास्ट आएर म चाहिँ बिहान उठ्न दाँत माझेर निस्केको। कस्तो देखेको छ फुड हेर्दा बाहिर केही काट्न भएन। अहिले पछि एकछिनमा भेटौँ ल। अहिले I'm a guest. साथीहरू जाने होला। गुड मर्निङ एभ्रिवान। आज हामीले चाहिँ अल्ट्रा भोयरको तेस्रो राइड प्रोग्राम
ATM टु डिटेल गर्दैछौँ, जसमा ओभर 25 जना मेम्बरहरू पार्टिसिपेट हुनुहुँदैछ। यसपल्ट हाम्रो अगाडि नै उहाँहरूको कन्फर्मेसन आइसकेको छ, कोही आउँदै पनि हुनुहुन्छ बाटोमा, ग्रुपमा कन्भर्सेसन पनि भइरहेको छ। आज यस प्रोग्रामलाई अफिसियल हिसाबले ओपनिङ गरिदिनको लागि, फ्ल्याग अन गरिदिनको लागि हामीले त्यस्ता विशिष्ट व्यक्तित्व हाम्रो सुरुमा निम्त्याइसकेको छौँ। उहाँ हुनुहुन्छ मिस नेपाल 2024, मिस नेपाल वर्ल्ड 2024 का विनर मिस आसमा कुमारी केसी। सो बेसिकली आजको यस कार्यक्रममा आफ्ना 2-4 शब्द राखिदिनको लागि आसमाजीलाई विशेष अनुरोध गर्छु। धेरै धन्यवाद सरजी। सबैजनालाई गुड मर्निङ हजुरहरूलाई। आज शनिबारको दिन यति बिहान उठेर राइडमा जानको लागि आउनुभएको छ। हजुरले यो इभीले देखाइदिनु भएको माया देखेर मलाई धेरै खुसी लाग्यो। मैले जब जीवनमा पहिलो आफ्नो सवारी साधन किन्ने निर्णय लिएँ तब मैले पनि 1 वर्ष अगाडि एउटा इभी नै चुनेँ, किनकि मलाई के लाग्यो भन्दाखेरि हामी बाहिरबाट बाहिरबाट इम्पोर्ट गरिएको पेट्रोल डिजलमा किन इन्भेस्ट गर्ने, बरु हाम्रो देशमा नै बिजुली हाम्रो देशमा नै आउँछ, त्यहीँबाट आएको बिजुली युज गरेर चाहिँ त्यो इभी चढ्न चाहिँ मलाई धेरै नै कस्ट इफेक्टिभ लाग्यो र मलाई लाग्छ कि त्यो मेरो सबभन्दा बेस्ट डिसिजन थियो। मेरो यति धेरै पैसा सेभिङ भएको छ र त्यो लगायत मैले इन्भाइरोमेन्टलाई पनि कन्ट्रिब्युट गरिरहेको छु। त्यही भएर अहिले हामीले हेर्न सक्छौँ नेपालमा धेरै नै मान्छेहरूले पनि अहिले नयाँ जसले गाडी किन्ने हुनुहुन्छ उहाँहरूको फर्स्ट चोइस चाहिँ इभी भएको छ र त्यही भएर हजुरहरूले यो एउटा यस्तो राम्रो अभियानलाई सपोर्ट गर्न आइदिनु भएकोमा नि धेरै धेरै धन्यवाद। पहिला सुरु अल्ट्रा भोइलेट फ्यामिलीलाई पनि धेरै धेरै धन्यवाद यस्तो राम्रो इनिसिएटिभ ल्याइदिनु भएकोमा, र हजुरलाई शुभकामना। हजुरको जर्नी टु दिल्ली कि असाध्यै रमणीय र राम्रो रहोस्। थ्याङ्क यू। हाम्रो अब्जेक्टिभ भनेको ग्रिन सिटी क्लिन सिटी, हामीले हाम्रो वातावरणलाई स्वच्छ बनाउनुपर्छ भन्ने अभियानका साथ हामीले एउटा यो नयाँ अभियान सुरुवात गरेको छौँ। यसमा कुनै पनि तपाईँहरूले इन्ट्रेस्टेड व्यक्तिहरूले फ्रीमा पार्टिसिपेट हुन पाउनुहुने थियो। हामीले फर्म गरेका थियौँ। त्यो फर्म फिलअप गरिसकेपछि हामीले बोलाएर तपाईँको एउटा हुन्छ नि यहाँनिर फर्मल तरिकाले प्रोग्राम गरिरहेको छौँ र यो लङ टर्म, यो त अहिले हामीले सुरुवात मात्रै गरेको छौँ। यहाँ मात्रै होइन, हामी काठमाडौँ लोमन्तानको प्लान गर्दैछौँ, काठमाडौँबाट बेस क्याम्पसम्मको प्लान गर्दैछौँ। सो लङ टर्मसम्म यस्ता खालका एक्टिभिटिजहरू गरि नै रहनेछौँ। अनि हामीले चाहिँ यो एउटा अभियान सुरुवात गरिसकेको छौँ र राइड जाँदाखेरि केही टिप्सहरू हुन्छ। केही राइडरहरू अझै पनि बाटोमा हुनुहुन्छ, आउने क्रम जारी नै छ। उहाँको व्यस्तताको कारणले गर्दा हामीले कार्यक्रमलाई अलिकति चाँडै सुरुवात पनि गरेँ र राइड जाँदाखेरि केही बेसिक टिप्सहरूमा हाम्रो 3 जना टिम हुन्छ। अगाडि सबभन्दा अगाडि लिडर हुन्छ जुन ज्याकेट ड्रेसमा हुन्छ, उहाँलाई तपाईँहरूले फलो गर्नुपर्ने हुन्छ। एक भनेको तपाईँले हुन्छ नि क्याबमा हिँड्नु पऱ्यो भन्ने कुरा बुझिन्छ, सिङ्गल राइड गर्नुहोस् भन्ने कुरा हो। 2मा उताबाट गाडी आइरहेछ, तपाईँ हुन्छ नि सेफ ल्यान्डिङ तरिकाले साइड च्याप्नुहोस् भन्ने एउटा सिग्नलहरू तपाईँलाई उहाँले गाइडेन्स भनिदिनुहुन्छ र कम्तीमा पनि 5 मिटरको ग्यापमा तपाईँहरू मुभ अन गर्दाखेरि हिँड्नुपर्ने हुन्छ र 50भन्दा माथि स्पिडमा सकेसम्म यो भ्यालीभित्र नकुदाइदिनु होला। त्यहाँ पुगिसकेपछि पनि केही रुल्सहरू छ, त्यहाँ हामीले सबै कुराको व्यवस्था गरेका छौँ। ब्रेकफास्टदेखि बेलुकाको तपाईँको हुन्छ नि लन्च, स्न्याक्स, अल थिङ्स त्यहाँ हामीले फ्यासिलिटीको व्यवस्था गरिसकेका छौँ तपाईँहरूलाई। र गेमिङहरू छ, त्यो गेमिङमा पार्टिसिपेट मजाले भएर फुलसँग इन्जोय पनि तपाईँले लिइदिनु होला। एउटा राइडमा जाँदाखेरि ओभरअल एउटा प्याकेज नै हामीले डेभलपमेन्ट गरेका छौँ हाम्रो कम्पनीको तर्फबाट हो। र अर्को अलिकति म कुराकानी गर्दै जाँदाखेरि बिचमा एउटा कुरा जोडिहाल्छु। केडी अर्गनाइजेसन 109 वर्ष पुरानो कम्पनी हो। नेपालमा हामीले विभिन्न भर्टिकलमा काम गरिरहेछौँ। हाम्रो प्रोडक्सन नेपालमा छ, हामी ट्रेडिङमा काम गरिरहेछौँ। हाम्रो फिनान्सियल इन्स्टिट्युटहरू सिद्धार्थ ब्याङ्कदेखि लिएर इन्सुरेन्स कम्पनीहरू पनि नेपालमा छ र एउटा विश्वासिलो घटनाले लिएर आएको यो प्रडक्टहरूको कारणले तपाईँलाई पनि विश्वास छ। यो 6-7 महिना मात्रै भयो नेपाली बजारमा हामीले लन्च गरेको। 9-10वटा प्रडक्ट हामीले नेपाली बजारमा बिक्री गरिसकेका छौँ। जसले चढिसक्नु भएको छ, जसले प्रडक्ट किन्नु भएको छ, उहाँ धेरै ह्याप्पी हुनुहुन्छ, कुनै किसिमको कम्प्लेन पनि छैन। र प्रडक्टमा फिचर चाहिँ तपाईँले गाडीमा पाउने एउटा ओभरअल प्याकेज यसमा पाउनुहुन्छ। 8 वर्षसम्मको वारेन्टी छ। 323 किलोमिटर फुल चार्जमा यो प्रडक्ट कुद्छ भने चार्ज एकदमै फास्ट चार्जिङको पनि व्यवस्था छ, स्लो चार्जिङको पनि सजिलैसँग व्यवस्था गरिएको छ। र अब हामी अलिकति फोटो सेसन गर्छौँ आसमाजीसँग। सँगसँगै हाम्रो सर्टिफिकेट डिस्ट्रिब्युसन, जो राइडरहरू जानुहुन्छ, यो सर्टिफिकेट त बेलुका दिनुपर्ने हो, तर पनि अब उहाँ चाहिँ उता धुलीखेल नजाने अलिकति उहाँको कार्यव्यस्तताको कारणले गर्दाखेरि हामी सर्टिफिकेट पनि दिने कुरा जानकारी गर्छौँ। नमस्ते, म हजुरहरूको नाम बोलाउँछु। नाम अनुसार चाहिँ उहाँ म्यामले सर्टिफिकेट दिनुहुन्छ नि।
यस महाराज हुनुहुन्छ यस महाराज शिरीष महाराज उदेश डम्बर हजुर आउनुहोस् न अकबर जोशी जी श्रेष्ठ आशुतोष आर्या शिरीष महर्जन भइसक्यो प्रवेश कहाँ पाउनुहुन्न होला अब सर्टिफिकेट चाहिँ पाउनुहुन्छ तर उता पाउनुहुन्छ होला ओके सो बेसिकली हाम्रो यो इभेन्टमा योभन्दा अगाडि पनि जति पनि मार्केटिङको क्याम्पेनलाई सक्सेस बनाउनको लागि दिनरात मिहिनेत गर्नुहुने मेरो टिम मेम्बरमा स्पेसल एलोइनाजीलाई पनि सर्टिफिकेट दिनको लागि उहाँको ठुलो देन छ यो क्याम्पेनहरू लन्च गर्नको लागि उहाँले हुन्छ नि यति क्रिएटिभ माइन्ड सेट छ नि उहाँको सो बेसिकली नयाँ नयाँ कुरा गरौँ सर भनेर इनिसिएसन लिइरहनुहुन्छ होइन ओके अब हामी एउटा ग्रुप फोटो लिन्छौँ सबैजना अगाडि आइदिनुको लागि हार्दिक से मेरा भाई रेडी गर्छ सबैजना हामीले धेरै जान लाग्यो के हुन्छ
ए पेट्रोल छैन पर्दैन पेट्रोल हाल्नु छ पेट्रोल छैन छैन पेट्रोल हालेर हिँड्नुपर्छ नि अरे हुने रहेछ स्पिडै कन्ट्रोल हुने रहेछ 40 भन्दा माथि गएकै छैन ए बाइकै बढी तातेर जाला जस्तो गर्मी भयो गर्मी इन्जिनै तातिसक्यो गर्मी छ यस्तो गर्मी त तातिहाल्छ नि अब हाई स्पिड बाइकहरू यस्तो उ गऱ्यो भने हिटिङ हुन्छ कि हावा हानेको चिसो हुँदै जान्छ है अढे म अढे अनि एकजना आउँदै हो र एकजना आउँदै छ हो ए नेपालीहरू टाइमै हुन्न है एकजना मान्छे पोस्ट भनेर हामी चाहिँ ढिला यस्तो गरिमा यार गरिब महिनामा राइड चाहिँ आउनु नहुने रहेछ यस्तो कम्पनीहरूसँग लास्टिङ गरी अब हामी डाइरेक्ट उतै जाने होला नि कतै त रोक्दैन होला है गरेले भित्रै भिजिसक्यो गरिब महिनामा त राइड चाहिँ जानुहुन्न रहेछ छिटो कुद्नु पर्यो बरु सोलै गएको ठिक रहेछ है कतै रोकिनु अरे यार के भन्नु ए ल बाइक त खतरा मोडिहाल्नु भयो त हजुर नेपाली गरेर चलाउनु त नहुने हो यो कलर राख्नु भयो त्यो अलिकति मिलेन कि कलरलाई चाहिँ बाइकलाई चाहिँ गोल्डन गोल्डन क्या गोल्डन म्याचिङ गरेको हो हेरिहाल्नु भयो त्यही त किन मलाई गोल्डन थाहा छ भनेको ए सामानमा हाल्दै गाडी इच्छा त हो नि होइन पुऱ्याउनु पर्छ चलाउँछु फेरि चलाउँदिनँ म हजुर हप्ताको एक दिनमा चलाउँछु मेरो नि त्यो मेरो अर्को इलेक्ट्रिक स्कुटी छ इलेक्ट्रिक स्कुटी छ अनि कहिले निस्किने त्यतिकै राख्दा त्यो टायरै गइसक्यो हात जाँदो रहेछ क्या
धुलीखेल लज रिसोर्ट एउटा सब गइसकेको लास्ट गर्मी भएर गर्मी गर्नलाई चाहिँ अब यहाँबाट हामी राइट लागेर तल जान्छ हाम्रो मान्छे तल बसिरहेको छ है एकजना अनि त्यहाँबाट यसो मोडेर फेरि आएर हजुर क्याप्चर गर्न सक्नुहुन्छ अनि रिभ्यू दिन सक्नुहुन्छ अनि त्यसपछि हामी चाहिँ त्यो बाइकको स्लो राइड कम्पिटिसन गर्छौँ है अनि यहाँ यही गर्छ त्यो चाहिँ जसले यसपालि तपाईँलाई अग्रिम शुभकामना है यो सबै गेम गर्छौँ हामी अलि रमाइलो गर्छौँ त्यस पछाडि हामी लज पनि हुन्छ है अनि त्यसपछि हाम्रो बिदा हुन्छ है अब अहिले चाहिँ हजुर 3 जना राइडरहरू आइदिनु होला है को आउनुहुन्छ आइदिनु होला उहाँ भाइले एकचोटि नाम सोध्नुहुन्छ उहाँ एकजना हुनुभयो अरू आउनु छ टेस्ट टाइप गरेर आउनुहोस् हजुर आउनुहुन्छ आउनु फर्स्ट होइन 3 जना छ 3 जना ए भाइ त्यही गयो ए हुन्छ जुन लिनुभएको हुन्छ अलिकति सिकाइदिनु पर्ने हुन्छ भाइ स्टार्ट गर्न होइन हेलमेट लाउनु होला है सेफ्टी फर्स्ट हो र यही नै हो अब तपाईँहरूको सेफ्टीको लागि हेलमेट भएपछि राम्रो हुन्थ्यो ल ठिकै छ यसमा नियमहरू ल हजुरले सिकाइदिनु हजुरले सबै जानिसक्नु भएको छ होइन उहाँ ल सिकाइदिनु न ल स्टार्ट गर्ने कसरी हो उहाँहरू त प्रो भइसक्नु भयो नि त पहिलाको पालिको प्रोहरू हो ल उहाँ तपाईँ एकजना स्टार्ट गर्ने सबै सिकाइदिनु रिभर्स हो उहाँ त अस्ति आइसक्नु भयो रिभर्स पनि सिकाइदिनु होला यसमा रिभर्स पनि छ है रिभर्स कसरी गर्ने त्यो पनि सिकाइदिनु अनि तल त्यो मोड्दाखेरि अलिकति सानो ओह्रालोमा अलिक अप्ठ्यारो ठाउँ छ अरे अनि त्यही भएर एकैचोटि सबैजना नमोड्नु होला एक-एकजना गरेर मोड्नु होला त्यो अलिक अप्ठ्यारो ओह्रालो छ अरे भनेर उहाँले हेरेर आउनु भएको थियो होइन अलिक अप्ठ्यारो छ एक-एकजना मोड्नु होला अनि रिभर्स पनि तपाईँले बुझ्नुभयो होला है रिभर्स पनि छ रिभर्स युज गर्दाखेरि अलिक सजिलो हुन्छ क्या है न त यो ब्रेक थिच्ने अनि यो जेरो छ नि थिचिरहने अब यो रिभर्स भयो होइन अब फेरि चाहेन भने फेरि थिच्ने त्यो थिचिरहने ल भयो स्टार्ट भयो तपाईँलाई त थाहा छ होला होइन ल एक-एकजना ल जानु होला ल जानुभयो हुन्छ मोड्दाखेरि चाहिँ एक-एकजना राइटबाट है त्यहाँ एकजना हाम्रो भाइ बसिरहनु हुन्छ त्यहाँबाट टर्न गर्नु होला इलेक्ट्रिकमा त हुँदैन छोडेको Go! La पुलिस पहिला त उता ल तपाईँ आउट हुनुभयो है पहिला आउट भयो अब सेतो र ब्लू ल यता ल स्लो है स्लो छिटो होइन नि फेरि छिटो ब्लूमा आएको ल कस्तो कम्पिटिसन ओ माई गॉड ल को आउँदै हुनुहुन्छ यसमा खोइ त
टेक्निक चाहिँ के रहेछ भन्दा सबभन्दा साइडको लिनु बिचमा बस्यो भने पेल्छ अस्ति मैले एउटा फेल हो म फाइनलमा त बिचमा बसेँ नि साथी हो म त छेउ तिमी त मेरै साइडमा आयो यसो स्नेक स्टार्ट बनाइदिएको गर्नुहोस् सबैजनाको स्टार्ट पोजिसनमा छ नि है ल छ नि है ल त स्टार्ट हो ल रेडी ग्लाइडमै हो 1 2 3 गो ढिला आउनु भएन है ढिला आउनु गर्दा स्टार्ट भएको छ नि त छिटो ल तपाईँ आउनु ल ल फेरि एकचोटि ल ब्याक गर ल जसले जित्छ आधी आधी है बाइक हो होइन आधी तपाईँलाई आधी मलाई हुन्छ हुन्छ ल अब ठिक छ होला नि होइन अब तिनैजना ठिक छ ल रेडी 1 2 3 गो ल ल ल ल ल वा ब्लू हार्यो है ब्लू आउट अब व्हाइट र येलो कम्पिटिसन येलो जित्ला जस्तो छ ल खुट्टा चाहिँ टेक्नु भएन ल माइ गॉड ल ल एकदम जित्दा ल ओ माय गॉड ल व्हाइट जित्यो भारी छ है ल थम्बनेल दिनु दाइले फेरि कहाँ गयो सोल्टी कस्तो लाग्यो त हारेर खुसी लाग्यो अनि भाइले गर्नुभयो गरिसक्यो तपाईँले गर्नुभयो है तपाईँले गर्नुभयो है गरे अब तिनजना ठ्याक्क रहेछ त ल ल ल ल यो तिनजनामा जित्ने अब फेरि लास्ट फाइनल हुन्छ उता हरियोपति बोल्छ बनाएको छैन लाई जित्नुपर्छ यो साइड स्ट्यान्ड तपाईँको अन छैन त स्ट्यान्ड हो तपाईँको स्टार्ट भयो रिभर्समा छ ल रेडी है ल भएन तपाईँको भयो यो हजुर रिजन छैन रिजन अफ छ सबै अफ छ रिजन ट्याक्सन सबै अफ छ त्यो 2 सम्म चाहिँ भइरहन्छ त्यो पनि तपाईँ नगर्ने भए ब्याक गर्न सक्नुहुन्छ अफै गर्ने हो ल अफै गर्ने पुरै अफ गरेर टेक्निक लाउँदै हुनुहुन्छ है उहाँलाई रिजन ट्याक्सन कन्ट्रोल उहाँ त पुरै राइडर सबै थाहा छ उहाँलाई होइन पुरै अफ गरेर कहाँ के गर्नुहुन्छ सबै लाउनु लाग्नु भएको छ है ल अब स्टार्ट गरे त ल रेडी 1 2 3 गो ल आउट ब्लू आउट भयो अब येलो र व्हाइट मात्र बाँकी छ है निलो पत्तु रहेछ ओहो के हो पुरा टेक्निक लाउँदै सजिलो हुन्छ होइन त्यति मलाई थाहा छ टक्क उभियो भने गयो जितेर व्हाइट राम्रो छ निलो पत्तो रहेछ निलो फाप्दैन रहेछ निलो फाप्दैन ल अघि अहिलेको विनर तिनजना तपाईँ धीरजी हुनुहुन्छ उहाँ हुनुहुन्छ अनि अहिलेको विनर ल तिनजना अनि यो विनर चाहिँ वर्ल्ड च्याम्पियनसिप स्लो राइडमा जाँदै हुन्छ न्युयोर्क सिटीमा नेक्स्ट विक पासपोर्ट त छैन पासपोर्ट छैन जानु पाउँदैन एकछिन फेरि चान्स पाउँदैन तपाईँ तिनजना चिनामा आएर बस्नु होला तपाईँ चाहिँ ट्राई गर्नुहुन्न स्टार्ट होस् तिनजना स्टार्ट छ है स्टार्ट रेडी 1 2 3 गो ल यो फाइनल राउन्ड हो यो त ल
कम्पिटिसन चाहिँ भगवान् छ यार टेक्नुभयो क्या उहाँले ल येल्लोले टेक्नुभयो अब ब्लू र व्हाइट छ है कसले जित्नुहुन्छ ओ माय गॉड ल व्हाइटले जित्नुभयो है ल व्हाइटले जित्नुभयो वाइट राम्रो रहेछ ल भाइबाट स्टार्ट गर्छ है सबभन्दा यङ जो छ उहाँबाट स्टार्ट गर्दैछ 16 होला नि 17 again घुमाइदिनु पनि होला नि घुमाइदिने आउनु भाइ त्यो भाइले घुमाइदिन्छ जज कसरी गर्ने त हो भन्ने कुरा आयो हँ जज चाहिँ कसरी गर्ने अन्त फोडेपछि अटोमेटिक फोडेपछि सकिहाल्यो त्यो अडियन्सले भन्न पाउँछ पाउँदैन अलि अगाडि होइन यो यस्तो हो क्या यो अगाडि पछाडि चाहिँ भन्न पाउँदैन है अब सिधै त्यस्तो भयो भने त अस्ति पनि त्यस्तै नै भएर एउटा मिस्टेकले फोड्दा पनि थियो अगाडि पछाडि उहाँ हुनुहुन्थ्यो उहाँले कराउनु पायो मजाले गराउन पाए अँ ब्लक पनि हान्न पाए त्यसले अँ तर राइट लेफ्ट अब अर्को राइट खुट्टा लेफ्ट खुट्टा यसो 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 भन्नु पाएन होइन कराउनु चाहिँ पायो मजाले सिधा स्ल्याङ ल्याङ्ग्वेज भन्दा दायाँ हँ? बायाँ अस्ति त उहाँहरूले कोड वर्ड युज गर्नु छुट्टै ल आउनुहोस् ल ब्रो अल द बेस्ट ल अल द बेस्ट उहाँलाई है उहाँ सबभन्दा यङ हुनुहुन्छ ल आस्थामा बाँध्छु हान्न पऱ्यो यहाँनिर मड्का त्यही हो होइन गन्दाखेरि मैले ठ्याक्कै मड्काको छेउ सिधाबाट गनेको थिएँ कि अब यो पालि चाहिँ हान्ने एङ्गलबाट ल यो गर्नु लट्टी ट्याक्क टेस्ट तपाईँको हातमा दिँदै होइन यो लट्टी छ नि भुइँमा छुँदै लान चाहिँ पाइएन माथि उचाल्नु पऱ्यो भुइँमा छुँदै यसो 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 लगायो भने चाहिँ थाहा हुन्छ है माथि उचाल्नु पर्छ लट्टी यसको कोड त उहाँले देखिन्छ जस्तो लाग्यो हो देख्छ त कसले भन्छ त होइन भन्छ देख्छ त भन्दै भन्दैन देख्दैन अब मैले कतिवटा आउन सोधेँ त्यही पनि उल्टो हुँदै हाल्छ होइन ल उहाँलाई 3 राउन्ड घुमाइदिनु 3 राउन्ड राइटबाट पक्नु लट्टी ल 3 राउन्ड घुमाइदिनु 1 2 3 ल स्ट्रेट हालिदिनु ल लाइ तपाईलाई हाल्ला नि फेरि ल हाल्ला जस्तो छ है हाल्ला लेफ्ट 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 बाइक लेफ्ट 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 अझै लेफ्ट स्ट्याचु अझै लेफ्ट स्ट्याचु अनि लेफ्ट स्ट्याचु अनि लेफ्ट अझै लेफ्ट अब उहाँले भनेको मान्ने नमान्ने तपाईँको विचार अझै हो, लेफ्ट होइन? अझै लेफ्ट भएन भएन उल्टो उल्टो हँ? उल्टो भयो टर्न लेफ्ट उल्टो भयो टर्न लेफ्ट लेफ्ट अझ लेफ्ट लेफ्ट अझै लेफ्ट one step left अझै लेफ्ट stop stop अलिकतिले ल ठ्याक्क खुट्टामै थियो नि ल लेफ्ट ल। अगाडि गएको यार ल उहाँले सक्नु भएन अब अरू नेक्स्ट अस्ति गरेको जाउँ त अब सेकेन्ड लटमा ल नेक्स्ट नेक्स्ट हो अझै फेक नभन है ल उहाँ त प्रो हुनुहुन्छ यहीँबाट हो उहाँ नाप्दै हुनुहुन्छ ल नाप्नु नाप्नु ल नापेर सक्नुहुन्छ वा काउन्टिङ गरेर पो हो यो हो नि त पारा खेलाडीको त अहिले होइन अहिले होइन ओ कति कदम भएछ यार हेर त फेरि 1 2 3 4 5 6 7 8 9 10 11 रेडी टु गो ओके ल 12मा सेयर ल उहाँले गर्नै भएको थियो है सिधा होइन नदेखि गर्दै राख्नु पऱ्यो पुरै नदेखि सास फेर्न बिर्सेला नि फेरि ब्रो त्यहाँसम्म त सास सर्केर 3 राउन्ड भइदिनु मलाई ल ल भयो 1 2 3 स्टेप ल सिधै छ स्टेप स्टेप सबै स्टेप काउन्ट गर्ने स्टेप
सिधा सिधा ओके ल होइन राइट 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 भएन भएन राइटमा राइट अझ राइट अझ राइट 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 पहिला कस्तो मिलेको राइट त लास्टै दामी गरेको 11 Right. 11 होइन राइट कस्तो भएन मिलेको भएन राइट 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 भएन भएन राइट राइट हो अब सिधा सिधा स्टप भएन भएन Right, right. भएन 1 हो अब फेरि 2 3 ल पुग्यो ल भएन 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 ल पड्काइ भएन। आफ्नै डिस हो है कसले के सिकाउँछ भने थाहा हुँदैन भएन है भएन राइट भएन छैन के छ अब तपाईको Right. डिस हो कसैले उल्टो सिकाइरहेछ कसैले सुल्टो सिकाइरहेछ तर अब मिलाएर राइट जानु बुझ्नु पर्यो Right भन्ने। 4 स्टेप राइट है। 4 स्टेप राइट मिलाएर बुझ्नु 1 2 अझै 3 अझै भएन राइट 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 देन राइट आफ्नो राइट ल हाने भएन। भएन। नापेको भुपाल छ मिलेन राइट अब त्यसको सिधा लाइनबाट के अरे राइटतिर जाने स्टेप लिएर राइटबाट सिधै राइटबाट सिधै हाने हाने छैन 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 राइट अझ अझै पछाडि पछाडि राइट राइट अझै अझै अब पछाडि पछाडि अझ पछाडि हाने ल भएन हाने भएन पछाडि ठ्याक्क पछाडि हाने ठ्याक्क पछाडि ल झन्डै ल अलि ल पछाडि भने मैले यार राइट अब उहाँले सिधा हाल्नु खोजेँ हो कि मैले पछाडि भने नि। मैले पछाडि भने। पुरा भुइँमा पनि पुरा नापेर गएको त्यो त्यस्तो बाटो थिएन अरे खस्रो थिएन अरे भन्नुहुन्छ अनि नेक्स्ट को भन्नुहुन्छ मैले त ठ्याक्क कस्तो मिलाएर भने थिएँ पछाडि मेरो आवाज सुन्नु पर्दैन नि राइट राइट चाहिँ गइरहेको थिएँ होइन राइट राइट भनिरहेको थिएँ पछाडि पछाडि भन्थेँ र मलाई भनौँ है फेरि चान्स आउँछ नि कसैले हानेन भने फेरि हान्ने हान्यो भने मलाई चाहिँ भनौँ है ल मैले भनेको थिएँ ठ्याक्कै मिलाएर जस राइट 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 चाहिँ गइरहेको थिएँ है उयो दाइले चाहिँ उल्टो भन्छ कि दाइले चाहिँ उल्टो छ यो माइक आवाज सुन्नुहुन्न माइकको सुन्नु माइकको सुन्नु माइक इग्नोर आफै बोल्दो अनि पहिला उसलाई भनेको थिएँ आफूलाई नि भनेको थिएँ नि यादै गरेर ल 3 राउन्ड घुमाइदिनु होला त्यो घुमिसकेको हुन्छ नि त नि 2 राउन्डसम्म याद गर्न सकिन्छ ल होइन बाङ्गो भयो ए बाइकमा जाला सिधै सिधै त्यहाँबाट सिधै लेफ्ट 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 बाङ्गो ए लेफ्ट बाइक जाला यार लेफ्ट 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 अझ लेफ्ट भने 45 अझ अझ लेफ्ट लेफ्ट अझ 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 लेफ्ट लेफ्ट ल मान्ने नमान्ने तपाईँको विचार हो है अझै लेफ्ट। कतिले मिस्टेक सिकाउँछ अझै लेफ्ट राइट सिकाउँछ लेफ्ट साइड लेफ्ट साइड 180 लेफ्ट हो ल ठिक ठाक हो ठिक ठिक ठोक्यो 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 यो पारा हो नि त यो पारा ओहो 14 भयो यो चाहिँ हेल्प गोज फ्रम टिम है यो चाहिँ लास्टै टिमले अनि यो त देखाए जस्तो लाग्यो ब्रो यहाँ ठ्याक्क पोजिसन मिलाइदियो यस्तो गरिरहेको थियो 180 भनेको चाहिँ यो त अर्को एउटा मट्का पनि छ होइन त्यो पनि हालिदिन्छ ल किन सबैले गर्न पाएन क्या त्यही भएर त्यो हालिदिन्छ ल तपाईँ जानुभयो म त लास्टमा जाने ए भाइ तिमी सानो मजा आउँछ यस्तो 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 गर्दाखेरि है जाउँ 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 अलिकति टाढा राखिदिनु ल टाढा भुइँ चाहिँ कन्फ्युज हुने रहेछ कि नापे जस्तै नहुने कि 4 साल त सिधा थियो ठ्याक ठ्याक ठ्याक। सकिहाल्यो नि घुमेपछि अँ। अनि यो अलिकति हटाइदिनु पर्छ भाइ यो अलिकति उतै हटाइदिनु पर्ला यो खुट्टाले लाग्छ कि यो पछि अर्को गेम पनि हुन्छ अरू के हुन्छ त्यो तान्ने ए टपर तानेको चाहिँ सक्यो
मान्छे राम्रोसँग भन्नु नि अहिलेको जस्तै भन्नुहुन्छ सिधै 180 60 45 मैले भन्दै नि मिलाएको थियो नि मेरो आवाज कन्ट गरिराख्नु ल ल माइकले उल्टो भन्छ कि माइकले हेड उल्टो भन्छ ल स्टार्ट ल सिधै सिधै नापेर ठिक छ अब अलिकति लेफ्टतिर लेफ्ट स्ट्याच्यु भएर लेफ्टतिर हो लेफ्ट अझै लेफ्ट अझै लेफ्ट 20 डिग्री लेफ्ट तपाईँको खुट्टा मात्र लेफ्ट भयो अब सिधा सिधै ल लेफ्ट हो 10 डिग्री ठिकै छ अहिलेसम्म ठिकै छ सिधै बेस जम अब 3 पाइला अब पोजिसन पोजिसन तपाईँहरूको पावा हो ल भातो त भाँच्यो त लट्टी भाँच्यो लटी भाज्यो फुट्यो लट्टी लटी भाज्यो नि गीत पाउँछ रे ल अर्को को आउनुहुन्छ जानु मै जान्छु ल साथीले बुझिसक्यो अब म फुटाइहाल्छु भन्ने भयो जुम चाहिँ गर्नु मिल्दैन कोही नबोल्छु रङ सिकाइदिउँ न त ए रङ फेरि यो पिरे पकाइदियो यिनीहरूले ल 3 राउन्ड घुमाइदिनु मलाई सेकेन्डसम्म चाहिँ ठिकै हुन्छ लास्टको चाहिँ होइन जस्तो लाग्ने क्या यो त 4 फन्डको भयो फेरि अर्को रिभर्सबाट अब रिभर्स एक सिधै धेरै फास्ट गर लेफ्ट लेफ्ट 45 डिग्री लेफ्ट धेरै राइट भयो 45 डिग्री लेफ्ट सिधै राइट छुको मात्रै धन्नै उल्लेस भयो सिधै टेक पोजिसन लेफ्ट राइट सबै टिमको गेम हो है यसरी कसैले फोटो गिफ्ट सबै आधी गर्नुपर्ने हुन्छ आधी अब सबलाई भयो नि के बोल्नु भन्नुपर्ने होइन त्यो होइन आफै डिसाइड गर्नु अब के भन्नु कसलाई त जितेर बेस्ट लाग्यो दुईजना विनर हुनुभएको छ है अब हामी अर्को एउटा गेम छ है हाम्रो यो अर्को एउटा गेम छ त्यो डोरी तान्ने गेम हो त्यो लिएर आउनु ल म रेडी भनेपछि मात्र है 1 2 3 भनेपछि मात्र स्टार्ट गर्नु होला अनि रेडी पोजिसनमा बसिरहनु भएको छ रेडी हो ल रेडी हो 5 जना हो नि 1 2 3 4 5 6 झुक्या त छैन 1 2 3 4 ल है त ल रेडी 1 2 3 गो ल ढल्किन्छ न लडेको भने कस्तो हो खतरा हेलो सबैजनालाई मेरो नाम अकबर दोषी अनि आज चाहिँ म यो अल्ट्रा भाइलेटले स्पोन्सर गरेको चाहिँ धुलीखेल राइडमा आएको थिएँ अनि भर्खरै मैले पनि पाएँ तपाईँहरूलाई धेरै धेरै धन्यवाद अनि मलाई चाहिँ यसको चाहिँ सबैभन्दा राम्रो लागेको भनेको रहेछ जस्तो अब हामीहरू घुमाउने बेलामा चाहिँ कुनै बेला गाह्रो भइरहन्छ त्यो बेला रिभर्स फिचर युज गरेर चाहिँ हामीले ब्याक गर्न मिल्दो रहेछ अनि बाँकी अब यसको चाहिँ अब रेन्ज पनि 320 किलोमिटर छ भन्नु सुने यो पनि एकदमै राम्रो अब अहिले पेट्रोल यति महँगाईको बेलामा चाहिँ
एकदमै राम्रो हुन्छ होला, यो चाहिँ कस्ट इफेक्टिभ हुन्छ होला भन्न चाहन्छु। हस्, फेरि पनि हजुरहरूलाई धन्यवाद। ओभरअल बाइक राम्रो लाग्यो, चलाउनु पनि मजा आयो। थ्याङ्क्स फर अल्ट्रा वायलेट। होपफुली आई विल गेट वान। हेलो, म चाहिँ विक्की श्रेष्ठ। आज यो अल्ट्रा भायोलेटको यो टेस्ट राइडको लागि हामी यहाँ धुलिखेल आएको थियौँ र यसको हामीले यो टेस्ट गर्दा चाहिँ ओभरअल सबै राम्रो छ, स्पिडहरू लिएर होइन। तर अलिकति ह्यान्डलिङहरू र यो अलिकति हार्ड भएर अनि सिटहरू पनि अलिकति हार्डै भएर चाहिँ अलिकति गाह्रो हुन्छ। ओभरअल त पर्फर्मेन्स चाहिँ एकदम ए क्वालिटी छ भनौँ त्यति। हेलो, मेरो नाम चाहिँ प्रवेश दाहाल हो। आज चाहिँ अल्ट्रा भायोलेट राइडमा हामी यता धुलिखेल आएको छौँ। जस बाइक अघि चलाएर हेरेको थिएँ, लास्ट टाइम पनि चलाएको थिएँ, तर लास्ट टाइमको रोड कन्डिसन र अहिलेको रोड कन्डिसन चाहिँ अलिकति फरक थियो। ओह्रालो हुँदै माथि आएको थियौँ हामी रिटर्न ब्याक। एकदम भनौँ यसको ब्लास्टिक मोड नै एकदम मनपर्छ मलाई। जस पावर एकदम फिल हुन्छ। अनि उकालोमा चाहिँ जस एबिएसहरू अफ रोडमा अफ गर्दाखेरि चाहिँ जस हुत फाल्छ। यति नै हो। अब बाइक चाहिँ ओभरअल एकदम बेस्ट छ, अफ रोडदेखि लिएर अन रोड अनि ट्र्याकहरूमा। यस 1000 सीसी जति त छैन, तर 1000 सीसीलाई जस कम्पिट गर्न सक्छ। यो सँगै राइड गयो भने चाहिँ सेम एज नै हुन्छ, सँगसँगै नै भनौँ। हस्, थ्याङ्क यू। मेरो नाम चाहिँ आस्तोष हो। सो रिसेन्टली मैं भर्खर यो युभीको बाइक ट्राई, नाम के हो? हेलो, मेरो नाम चाहिँ आस्तोष हो। सो मैं भर्खर युभीको बाइक अल्ट्रा भायोलेट ट्राई गरेँ एन्ड पर्फर्मेन्सको कुरा गर्दाखेरि इट्स रियली पावरफुल है। सिटीमा चलाउँदाखेरि तपाईँले रमाइलो पनि हुन्छ, एक्सपिरियन्स इज रमाइलो। अनि अफकोर्स दिस इज अ हेड टर्नर। बाटोमा कहिले हजुरले यो बाइक चलाइरहेको देख्यो भने उनीहरूले रोकेर तपाईँलाई हेर्न चाहिँ हेर्छन्। एन्ड द गुड थिङ अबाउट दिस इज यसको रिभर्स मोड। तपाईँले त्यो बाइक रोकेर बिचा खुट्टा यसरी ब्याक गरेर राख्नु पनि परेन, या बटन थिच्नुहोस् ब्याक हुन्छ। एन्ड ओभरअल दिस इज प्रिटी गुड। अनि गुड स्टार्ट भनौँ। अनि सिटीमा चलाउँदा चाहिँ तपाईँ रमाइलो नै हुन्छ। हस्, धन्यवाद। सबलाई भोक लागेको अवस्था। मलाई नि भोक लागेको अवस्था। खानाको चाहिँ मासु बटलिया छ भाइ। सिरिज महाजन होइन। अनि मटकाको 2 जना विनर हुनुहुन्छ है, 1 जना विनर आउनु होला। विक्की श्रेष्ठ टिम अर्को विनर हुनुहुन्छ उहाँ। अब यो हामी अब यो के भन्छ अर्को गोली तान्ने गेमको लागि चाहिँ विनरहरूलाई खास हामी चक्लेट हो। अब विनर भए पनि नभए पनि सबैलाई हामीले चक्लेट बाँड्छ है। यो मोटो होला क्लास बाइकको होला, बाइकको होला। बाइक कभर चाहिरहेको थियो। कतिवटा पाइन्छ यही लिनु।
यो विनर हुनुहुन्छ नि उहाँ 2 शब्द आएर भनिदिनु न के विनर खाँदै गिफ्ट दिनु भाइ पैसा जाउँ न म त सेकेन्डमा आउँछु हाम्रो विनर हजुरको नाम के भन्नुभयो विक्की श्रेष्ठ सेकेन्ड टाइम हो अस्तिको टाइम पनि हुनुहुन्छ अस्ति कुन विनर हुनुहुन्छ स्लो राइडमै हो स्लो राइड विनर हो 2 है उहाँ टेक्निक के रहेछ टेक्निक त्यस्तो के होइन अहिले सिक्यो नेक्स्ट टाइम हार्छ भनेर अगाडि ब्रेक भित्र जित्नु भन्छ ठुलो कुरा हो त रेगुलर जित्नु अनि हतार पनि गर्नु भएन त्यो चलाउनु भएन धेरै जिम चाहिँ राम्रोसँग सेलेक्ट गर्नुपर्छ जिमर मात्र भएर पनि भएन आज चाहिँ यस हामी यस्तै भेट्न पायौँ होइन हाम्रो कस वर्ल्ड कप भएको टाइममा सुन्ने भन्न हामी नयाँ भेट्ने नयाँ साथीहरू बनायो होइन धेरै कुरा थाहा भयो पहिला सुरु कम्पनीलाई थ्याङ्क यू अनि सबै साथीहरूलाई होइन साथीहरू थ्याङ्क यू आज सपोर्ट भयो यति रमाइलो भयो जे जस्तो भयो होइन पछि पनि केही भयो भने भेट्न पाऊँ भन्ने अवसरहरू हामी हेर्दैछौँ होइन र गिफ्ट पाएँ मैले म नि खुसी छु तपाईँले हान्नुभयो त्यसमा नि म खुसी छु त्यसले त्यति भन्दै होइन जस पछि पनि भेट्दै गरौँला होइन अनि राइडिङ गर्दा चाहिँ मेन सेफ गरेर चलाऊँ जस यताउति ओभर स्पिडिङहरू नगरौँ होइन केयरफुल भएर चलाऊँ थ्याङ्क यू है कस्तो लाग्यो होइन तपाईँले सेयर गर्नु सक्नुहुन्छ भन्नु परिहाल्यो नि कहाँ गिफ्ट लिन पाइन्छ हामीलाई त्यो मौका भयो आज दिले हुन्छ भिडियो भेरी फ्रेस राइडिङ एक्सपिरियन्स चाहिँ रमाइलो थियो ग्रुप पनि सँगै रमाइलो हुन्छ कफ पनि रमाइलो राइडिङ एक्सपिरियन्स चाहिँ रमाइलो छ अघि उहाँले भने जस्तै लेट्स राइड चाहिँ सक्दैन बिस्तारै जाउँ रमाइलो हुन्छ ल पहिला पनि आइसक्नु भयो दोस्रो कस्तो थियो पहिलो कस्तो थियो ल जाउँ जाउँ आउनुहोस् न पहिलाको पालि जित्नु भएको थियो कि त्यसमा ठिकै छ उहाँले रमाइलो चाहिँ गर्नु हेलो सबैजनालाई म चाहिँ प्रवेश दादा प्रायः जस्तो राइडहरू चाहिँ गइरहेको हुन्छु म अब सबैजनालाई अब नयाँ फेस नयाँ मान्छे साथीहरू त अब चिनेकोसँग जाँदाखेरि अझै रमाइलो होला मेरो सोचाइ चाहिँ के छ भन्दा नयाँ मान्छेहरूसित जाँदाखेरि चाहिँ अझै नयाँ कुरा सिक्न पाउने मौका भयो अनि जहाँसम्म लाग्छ अब सबैजना मभन्दा अलिक सिनियर नै हुन्छ मेन हाम्रो दाइ 17 वर्ष अब राइडिङको मामलामा चाहिँ अब यस्तो छ हाम्रो ग्रुपमा चाहिँ मेन भनेको अगाडि हामीले क्याप्टेन हुन्छ रोड क्याप्टेन होइन अब 2 जना मार्सल हुन्छ मार्सलको काम के हुन्छ भन्दाखेरि राइडरहरूलाई फलो गरिरहेको छ कि छैन ग्यापिङ कतिको मेन्टेन भइरहेको छ अब तपाईँको क्याप्टेनको काम के हुन्छ भन्दाखेरि कतिको स्पिडमा जाने होइन पछाडिबाट गाइडेन्स आउनु पऱ्यो अब बिस्तारै जाने हो कि स्पिडमा जाने हो कि अब रोड कन्डिसन अनुसार अघि अब हाम्रो सरले अगाडि रोड लिड गर्दै हो कि अब गाडीबाट जाने या नजाने जाने कि नजाने म गयो भने अरू पनि आउने हो कि पछाडि अब त्यतिखेर हामी सबैजनाले अब उहाँलाई फलो गऱ्यौँ त्यो एकदम राम्रो हो बिचमा चाहिँ मैले अब सबैलाई सही भन्नुपर्छ सर जाने अब टिमको स्कुलले होइन जानुपर्ने भयो यही नै हो नयाँ कुरा त केही छैन सबैजनाले थाहा भइरहेकै कुराहरू ब्याक ठिक छ बरु दाइकोबाट जाओस् अब
अब मैले त अघि बिहानै भनिसकेको छु केही पनि म भन्नु त भन्छु धेरै धेरै धन्यवाद है सबैजनालाई यो हाम्रो चाहिँ तेस्रो राइड हो पहिला हामीले यो कफनी राइड गराएको थियौँ एकदमै अफ रोड थियो त्यो है अनि नगरको राइड चाहिँ राम्रै थियो अनि यो चाहिँ ठिकै लाग्यो होइन तर अर्को कुरा चाहिँ अलिकति बोर लागेको कुरा चाहिँ कतिपय अब हाम्रो राइडरहरूले सबैले फोन गर्दा आउनुहुन्छ भन्नुभएको थियो तर म्याक्सिमम् आउनु भएन क्या हाम्रो 25जना जति चाहिँ हामी गेस्ट गराएको थियो है 25जना गेस्ट गराएको थियो अब हाम्रो मिनिमम 20 चाहिँ लाने भनेको थियो तर हाम्रो चाहिँ धेरैजना नै आउनु भएन है हामीले त पर्सनली फोन पनि गराएको थियौँ उहाँले स्योर भन्नुहुन्छ त्यो अनुसारले सबै मेन्टेन गरेर हुन्छ कि हामीले त्यो अनुसार सबै मेन्टेन गरेर अब आइसकेपछि जानै पऱ्यो होइन अब त्यो चाहिँ तपाईँहरू चाहिँ बरु अनेस्ट हुनुहुँदो रहेछ त्यसको लागि धेरै धेरै धन्यवाद है भन्नुभयो आउनुभयो कतिजना चाहिँ आउनु भएन क्या अनि अब हामी यसबाट चाहिँ तपाईँहरूबाट टचअप गर्न पायौँ भने तपाईँबाट धेरै कुरा तपाईँहरू राइड गर्नुभयो हामी त्यहाँबाट पनि धेरै अब अघि फिडब्याकहरू त्यो पनि हामीले थाहा पाउनु पायौँ कतिपय कुराहरू चाहिँ हाम्रो फिडब्याकहरू जरुरी हुन्छ हाम्रो नयाँ प्रडक्टहरू थाहा पाउनु पायौँ अनि तपाईँहरूले पनि अब हाम्रो प्रडक्ट देखिहाल्नुभयो अब कोही चाहनुहुन्छ रिकमेन्ड गर्न सक्नुहुन्छ है हाम्रो नक्सामा सोरुम छ हामी भर्खर नयाँ नयाँ स्टार्ट गरेर छ हाम्रो इलेक्ट्रिक नै हो होइन अनि रिकमेन्ड गर्न सक्नुहुन्छ अनि नेक्स्ट राइड हुँदाखेरि तपाईँहरूलाई अलिक सेड्युल बनाउनेछु त्यतिखेर पनि आइदिनु होला धेरै धेरै धन्यवाद अरू कसैले केही राइडको बारेमा केही भन्नु छ भने भन्नु होला भनौँ भाइ आज त धेरै छिटो भएको छ है पहिला हामी 4-5 बस्थ्यौँ आज त छिट्टै भयो हाम्रो छिट्टै चाहिँ सायद हामी चाहिँ धेरै कम भयो होला मेम्बरहरू धेरै कम हुन्छ त्यो छिट्टै भयो छिट्टै भयो भने पायो अनि अब कुरा पानी पर्छ भनेर सोचेको वेदरले साथ दियो तर टिमले पनि साथ दिएन क्या टिमहरूले चाहिँ यहाँबाट साथ भयो उताबाट चाहिँ भयो अनि त्यही पनि हामी सक्सेसै भयो यति भए पनि रमाइलो भयो सबैले गेम राम्रोसँग खेल्ने भयो सबै रमाइलो अनि खाना अब हजुरलाई कस्तो लाग्यो है अब हामी सक्दो राम्रो मिठो खुवाउने कोसिस गरिरहेको छौँ होइन अब सोचेको गाइड आएको नेक्स्ट टाइमको लागि फेरि भेटौँला हस् थ्याङ्क यू सबैलाई लिन्छौँ है फेरि नेक्स्ट टाइमलाई युज गर्छौँ बीहरू सबै यही छ हाम्रो ज्याकेट कलेक्ट गरिहाल्छौँ ल अब चाहिँ हामी चाहिँ निस्केको ओके सबैले फोटो खिच्यौँ के भन्नु छ तपाईँलाई हातेर नयाँ सुन्ने यार कस्तो लाग्यो आज जकास वान अफ द गुड वान अल गुड पिपल तपाईँको नाम भनिदिनु त मेरो नाम चाहिँ सुमन श्रेष्ठ ओके आई लभ राइडिङ थ्याङ्क यू ओके के भन्नु छ आफ्नो नाम उज्जेस कताबाट काठमाडौँ के भन्छ कमल पोखरी ओके ओके ल इन्ट्रोडक्सन नाम मेरो नाम अकबर दोषी र थ्याङ्क्स टु हाम्रो अल्ट्रा भाइले आउने बिर्सिरहेको ल पछि भेट्दै गरौँ ल केही भन्नु छ दामी भयो राइड अरू बेला पनि राइड जानुपर्छ छिटै नाम शिरीष महर्जन ओके ओके ल भन के भन्नु नाम भनेर कस्तो लाग्यो नाम यश महर्जन अनि आजको राइड बबाल रमाइलो भयो पछि नै आउनुपर्छ हामी सँगै ओके है त ल दामी भयो नाम धीरज ओके नाम इन्ट्रोडक्सन कस्तो भयो कस्तो छ राइड चाहिँ पहिलोचोटि आएको तर पहिलो राइडको एक्सपिरियन्स चाहिँ रमाइलो थियो युट्युब च्यानलहरू छ युट्युबहरू छैन ल ठिकै छ अरू केही त्यति हो Thank you for watching this long video. If you like the video, please like and subscribe the channel. Hope to see you soon.